डे न्यू ब्लग वेलकम ब्याक छ तपाईँहरू नयाँ ब्लगमा यस आज चाहिँ 2083को नयाँ वर्ष 2083को नयाँ वर्षमा तपाईँहरूलाई एकदम धेरै शुभकामना छ होइन तपाईँहरू नयाँ वर्ष राम्रोसँग मनाउनु होला सुख दिनु होला नयाँ कुराको सुरुवात गर्नु होला होइन त्यो मैले चाहिँ भात बसाल्न लागेको छु बिहान बिहानै राजा बिहान बिहान हिँड्दिनुहुन्छ कि फेरि नि कता हो बिहान बिहानै कता छ अब के ल्याउनु आएको कसले भनिदिएको मम्मीले दिएको अनि अहिले सबै खाएर दिइसक्यो खाने यस्तो त्यही त अहिले सबै खाने यस अहिले के खाने यस्तो पान्डा खाने कि भुजा खाने चाउचा खाने यस अहिले पान्डा खाने हो खै हजुरआमा कहाँ हुनुहुन्छ त आज नयाँ वर्ष थाहा छस् कि नै थाहा छस् यो ए तेरो बर्थडे भोलि हामी आजको यो कति कुन साल हो नयाँ साल हो हामी हो र थाहा रहेछ नि कसले भन्दै तँलाई ए हो र त मान्थिस् त फेरि हो र ए हो र त्यो पनि हो नि त हजुरआमा कोसँग सुत्तिस् हजुरआमासँग र हो र त भाग्यमा रहेछ जस्तो नि जाम त आइज ओके ओके ठिक छ आइज न त यो चाहिँ हाम्रो भान्सा घर हो गाइस हिजो मैले तपाईँहरूलाई तल सबै देखाएको थिएँ आज चाहिँ भान्सा घर यहाँ चाहिँ आगो सागो फुकेर दाना बसालेको छ गाइस हाम्रो तल बुङ्गुरलाई देखाएको थिएँ नि हिजो मैले 15वटा बुङ्गुर छ अनि 10वटा बुङ्गुर छ भन्दै त्यो बुङ्गुरले दाना बसालेको छ बाबा चाहिँ म्याच जानुभएको छ मम्मी हिजो घुम्न जानु आज नयाँ वर्षको लागि हिजो साँझ नै फुलीहरू 8 बजीतिर गयो क्या हो अनि सबै जानुभएको गाडी लिएर बाबाहरू मात्र छन् दादा फेरि तुलसीपुरतिर बजारतिरै छ उतै बसेर पढ्छ नि त अनि त्यही भएर चाहिँ बाबा चाहिँ एक्लै गरेर चाहिँ यहाँ चाहिँ बुङ्गुरलाई दाना छ यिनी चाहिँ मासु है गाइस फेरि तर भाको बोइलर गयो फेरि झिङ्गे बोइलरको हामी खान्छ मतलब त्यस्तो आफै मरेको बोइलरको त्यही हो मेरो बाबालाई चाहिँ मेरो बाबुलाई के खाने भन्छ आज नयाँ वर्षको लागि एउटा गीत दिन्छु कि सुनाएको खा के पान्डा खानेस् पान्डा हो गाइस यहाँ छ किन म कालो देखेर लाइट बल र ओके गाइस यो चाहिँ बोनी हो त्यही भएर चाहिँ भाइलेको बोनी राम्रो लगाउँछ यो बिहान अहिले कति बजिरहेछ ल 8 8:30 भाइलिया भर्खर 8:30 पनि आएन 7 बजे हो 7:30 बिहानको बोनीले चाहिँ भाइले आज नयाँ वर्षमा भाइको बोनी लाग्योस् जान लाग्छ अब घर ल जा है एकछिन रोक तँलाई म एउटा चक्लेट दिन्छु खाँदै गएछ है चक्लेट दिएछ जाए त नलुटेर गएछ है गयो कान्छेन्टीको छोरो हो यो फेरि अनि त्यो गाइस नयाँ वर्ष नयाँ सुरुवात गर्नु होला आजसम्म जे भयो बुवासीमा जताको सब छोडिदिनु बिर्सिदिनु होइन नयाँ वर्षको नयाँ सुरुवात गर्नु होला म त बिहान 5:30 बजी उठेको किनभने नयाँ सुरुवात जितमा चाहिँ मजा गर्छ गाइस जे भए पनि त्यस्तो ढिलो उठ्नु त आज चाहिँ 5:30 बजी उठेको म किनभने
नयाँ सुरुवात गर्नु पऱ्यो नि त 83 साल भन्ने अलिकति अरू दिनभन्दा नयाँ तरिकाले गुजार्ने भनेर हजुर मैले त गोठमा लिएर राखेको हाम्रो गोठमा नाइ तलै त्यही छेउमा छ के गर्ने र आज ए के पुर्ला छन् अनि यहाँ चाहिँ हाम्रो ग्यास छ है त ग्यास यो त चाउमिन चाहिँ बचेको हेर्नु हजुर ठिकै छ कहाँ जान लाग्नु कहाँ जान लाग्नु बाबा माथि पाइप पुर्नु जानु भएको पाइप खनेको हजुर ए हुन्छ माछा टुल्यो माछा गाइस माछा तौलौँ है त छ 660 ग्राम रहेछ कति पैसा भन्छ पैसा लगाएर चाहिँ कस्तो गर्ने हुन्छ पैसा भनिदिन्छ बेला है 395 रुपियाँ हजुर के लेखेर हुन्छ ओके गाइस यो चाहिँ माछा हो यहाँ माछा हामीले राख्छौँ हेर्नु यहाँ फिल्डमा चाहिँ बियरहरू छ सो त्यही हो यो बियर चाहिँ खानु हुँदैन गाइस सिधा कुरा ठुलो मान्छेहरूले मात्रै खाने बच्चाहरूले खाने हुँदैन खास गरी खाने चिज हुन्छ यो सोकको लागि खान्छन् मान्छेहरू छोडिदिनुहोस् तपाईँहरू चाहिँ नखानु बिल्कुल नै ओभर गर्नु होला एन्ड गाइस यो चाहिँ छोडिदिनुहोस् त्यही अब म चाहिँ भात बसाउनु अझै भात बुझिसक्यो कि यता राखेको भात बसाउनु पऱ्यो नि त गाइस सो भात बसाउनु लागेको छु मैले है यो कुकरलाई चाहिँ अभोइड गर्नु किनभने फुर्सद नि पाएन कि मैले आज ग्यास मिलाउनु पऱ्यो यता एकछिनै ग्यास बनाउनु लगाएर के भन्छ ढिलो भयो ओके अब म चाहिँ भात उसाल्छु त्यसलाई नयाँ इन्फर्मेसन लिएर दिन्छु है त गाइस हामी चाहिँ पूजामा आछौँ यहाँ है हामी पुग्नु आँट्यौँ अहिले अनि त्यो यहाँ मेरो अगाडि भाइ हिँडिरहेको छ पूजामा पुगेपछि चाहिँ दिनुपर्ने हुन्छ सामान चाहिँ अगाडि हजुरबा लिएर गइसक्नु जो दहीहरू लिएर जान्छ नि दही गरेर चाहिँ नि त्यो चाहिँ हजुरबा लिएर जानुभयो ढिलो भइरहेको छ हामी हिँडिरहेको छौँ त सो रमाइलो छ यो भ्यूहरू हेर्नुहोस् यो चाहिँ घुर्चर भन्ने ठाउँ हो है त पूजा खतम हुने बेला भइसक्यो क्या हेर्नु पाडा भइरहेछ यो अगाडि घरमा चाहिँ पूजा हो है गाइस यो अगाडि घरमा पूजा हो अनि त्यही हो म पूजामा गएपछि भिडियो बनाउँदिनँ होला अनि तपाईँहरूलाई चाहिँ छोटो क्लिप हालिदिन्छु हो त्यो हेर्नु अहिले अनि त्यही हो पूजा चाहिँ हाम्रो लाग्यो यो पनि हाल्नु नि उता है पूजा ल एकछिन है त म क्लिप हालिदिन्छु अनि त्यसरी घर जाँदा बनाउँछु है त ओके हामी चाहिँ घर जान लाग्यो अब यहाँ मेरो बाजेहरू हुनुहुन्छ बाजेहरू अनि अर्को पछि अर्को बाजेहरू हुनुहुन्छ अनि त्यही हो हामी जान लाग्यो घर हो यो चाहिँ मेरो भाइ हो अघि पनि देख्नु होला माथि अघि पूजा नगर्नु होला हामी चाहिँ घर फर्किनु लागेको छौँ उहिले लुक एट दियो गाइज दिस इज नट अ गुड फर मतलब इङ्ग्लिस नबोल्नु है त गाइज यो माथि रोड जान्छ यो घर पनि दामी छ यहाँको मान्छेलाई मैले चिन्दैन थाहा छैन
के गर्छ थाहा छैन त यो हाँसिरहेको छ हेरेर म्यापुरी यी अमिलो अस्ति नाचमा चोर्दा बाबु यो अमिलो चोर्दाखेरि यो फाका फाका होस् सानो रहेछ फल छ $1 रहेछ उठाउनुपर्छ कि हामी त्यस्तो होइन अब त्यही हो अब हामीले घर जान लाग्यो घर पुगेपछि चाहिँ काम गर्नु छ सस्तै काम छ घर गर्नलाई बाबा घर निक्लिनु हुनुहुन्छ है अनि त्यही हो गाइस अनि अब हामीहरू घर यो चाहिँ प्रसाद पुरा प्रसादै प्रसाद छ है हाम्रो चाहिँ घर लिएर जान लाग्यो घरको लागि चाहिँ प्याकिङ गरेर यस्तो ब्रान्ड प्याकिङ चाहिँ हुन्न है फेरि त्यो पुरा उयो चिया चापट टालेर ट्याक्क पोलिथिनमा हालिदिन्छन् जुस लगेर जाने पञ्चामृत भन्छ है पूजाको एउटा जुस खाल जस्तो खानु जुस भन्दा पनि एउटा मिसाएर भेली अनि मह दही हो कि दुध हो अनि त्यसमा चाहिँ के मिसाइ हुन्छ गरी छोराहरू जो के मिसाएर बनाएको हुन्छ त्यही गाइज है त अनि लुक एट द भ्यू गाइज हजुर हामीलाई हाम्रो हजुरबा हामीलाई बोलाउनु भयो भनेर पुरा चम्किरहेको यो चाहिँ पुरा राम्रो छ है के बोल्दैन होला जे भयो भने बोलिरहेको छ गाइज है लाइक सब्सक्राइब चाहिँ हाल्नुपर्छ है जे भयो भने ठोकेर त्यही हो यो पाहाडीको डाँडाहरू चाहिँ हामीहरू स्कुल जाने बेला चाहिँ जान्छौँ बेलुका छेउ नत्र सर्टकटबाट जान्छौँ फेरि धाउबाट चाहिँ यताबाट जाँदाखेरि अनि मेरो साथीहरू पनि आउँछ यताबाट केटीहरू पनि आउँछन् बहिनीहरू दिदीहरू है फेरि केटीहरू मतलब फेरि सोच्ने होइन लगेर भइएर माथि पनि घर रहेछ एउटा यार अलिअलि देखियो होला यो चाहिँ पुरा हो अनि त्यही हो सबैजनालाई ह्याप्पी न्यु इयर अनि हामी चाहिँ आज पूजामा आयौँ ह्याप्पी न्यु इयर प्लस पूजाको आशीर्वाद भयो हामीलाई त धेरै लाग्यो है आज न्यु इयरमै पूजा मनाउनु पायो सबभन्दा खुसी कुरो यही हो अनि हामीलाई चाहिँ एकदम खुसी लागेको छ यो चाहिँ मेरो लुक हो कि त्यही अन्तिम मैले 2000 रुपियाँ हालेर पाइन्छ त्यही भएर चाहिँ है यस्तो लाग्यो अनि त्यही हो 2000 फिज यो चाहिँ भन्दा चाहिँ बढी मानिन्छ होला सायद अब के नाच्न अगाडि भनिसक्यो अब त्यही हो ऊ पारी पनि घरहरू छ कि भित्तामा तर मेरो यो चाहिँ छाप त्यसलाई भन्छ के भन्छ लेगाउने त्यसलाई लेगाउ भन्छ हामी सानोमा गएपछि हाम्रो जिजु बाजे हाम्रो बाबासम्म पनि बस्नुभयो भन्ने सुनेको तर हामी चाहिँ यहाँ तल हाम्रो यता तलतिर झन्डेको त्यो डाँडा भयो माथिको त्यो माथिको चाहिँ छ नि यो थोरै देखेछ नि एउटा डाँडा भयो हामी चाहिँ झरेको हामी धेरै अवस्था सबैले हाम्रो बाउपट्टि अङ्कलपट्टि त त्यता बिहा गरेर सबैले त्यही भएर धेरै जन्मेको हामी त्यही हो ओके सो गाइस अब चाहिँ हामी म घर पुग्छु अनि आज चाहिँ लगभग अहिले 5 बज्न आँटिसक्यो 4:30 5 बज्न लागिसक्यो अब चाहिँ भ्लग एन्ड गर्छु म त्यही हो सबैले के गरिदिनु होला गरेँ च्यानललाई सब्सक्राइब गरिदिनु होला धन्यवाद छ बाई बाई गाइज बाई 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 ओके बाई गाइज